नमस्ते हजुर सबैजना मेरो ब्लगमा हुनुहुन्छ यति बेला। हेलो गाइज वेलकम टु आवर ब्लग। सबैजनालाई नमस्ते। हामी चाहिँ यहाँ 35 पार्टको हाम्रो शोषक सिरियल सुटिङ गर्न आएका छौँ। सबैजनाले हाम्रो सिरियललाई माया गर्नु। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो वरिष्ठ कलाकार चिप्ले बाजे। बाजे नमस्ते। नमस्ते नानी नमस्ते। अनि आज के भइरहेछ यता? के हुनु नि कलाकार लट्टेहरूले टेक खाएर हैरानै पारिसक्यो भने। अनि बाजे तपाईको यो चस्मा चाहिँ कहाँबाट लिएर आएको? यो चस्मा जापानबाट लिएर आएको। नेपालतिर पाइँदैन। केही गरी आँखा चिलाउने बित्तिकै चस्मा खोल्नै पर्दैन, सिधै भाँचै आउन हाल्दै भइहाल्छ। कस्तो राम्रो चस्मा बाजे। बाजे भन्दै के भयो बाजे को बाजे? बाजे रे ल अब पनि बाजे भयो। तपाईँ बाजे नै हो। त्यो लाए पनि त्यो खोले पनि बाजे बाजे नै हो के बाजे। एउटा कुरा, यो च्यानल मैले भर्खर खोलेको छु है। यो च्यानलमा सब्सक्राइबहरू छैन। अब यो च्यानलको लागि 2 शब्द केही भनिदिनु पर्यो। यो च्यानललाई सब्सक्राइब चाहिँ मरे गर्ने होइन भन्न मिल्दैन है। सानो च्यानललाई मरि मेटेर सब्सक्राइब गर्ने, शेयर पनि गर्ने, अनि त्यसपछिबाट त्यो के हुन्छ नि त्यो शेयर गर्ने, अनि त्यसपछिबाट त्यो सुँगुर कराई पनि त गर्नुपर्छ नि त। ल बा भाषा राम्रो बोल्नु हुँदो रहेछ, धन्यवाद। जाने मान्छेले बोलिहाल्छ नि। भएको यहाँ छेउमा हुनुहुन्छ हाम्रो सागर सर हुनुहुन्छ, एकदम टिमको वरिष्ठ क्यामराम्यान। सबैलाई माया गर्ने, सम्मान गर्ने। अनि सर नमस्ते। सन्चै आरामै हुनुहुन्छ? अब ब्याट्री आयो, काम सुरु गरौँ ल। थ्याङ्क यू सो मच। हस् धन्यवाद। गीता बहिनी नमस्ते। च्यानल चाहिँ मैले भर्खरै खोलेको हो होइन। आमा छोरी ब्लग भनेर चाहिँ खोलेको छु। यो च्यानलको लागि चाहिँ 2 शब्द केही भनिदिनु पर्यो। हुन्छ तपाईँको आमा छोरी भलकलाई पनि अब अगाडि होला भन्दै थियो। रागले सानो पत्रकार बन्यो भने चाहिँ एकचोटि राम्रोसँग सोच्नुहोस् त दिदी, न कतै फस्यो कि बिर्सिनु भयो कि तपाईँले? कहाँ छोड्नु भयो भन्छु। छोड्नु भयो कतै छोडेर उहाँले भन्न पाउनुहुन्छ नि त। सुनेर मेरै मोबाइलले मैले पकेट त भिडियो खिचिहालेँ। सिनमा बसेर मान्छे क्यामेरा के भएको त म त मैले फर्स्ट टाइम देखेँ यसरी क्यामेरा खिचेको। करोडको हाँसो हो भइसक्यो त, रेडी हुनु नि तपाईँहरू। म त रेडी छु त। म यहाँ यसो सेल्फी खिचेर चाहिँ कस्तो दामी आएको छ तपाईँको। मेरो खोइ हेर्नु त। सरिसक्यो। ल रेडी, ल रेडी रेडी भने सिक्नु न सर एकचोटि। मोबाइल चल्ला के धेरै चेन्ज गरौँ डाइरेक्ट चेन्ज गरौँ। मुटु बटाएर जाउँ ल। जबरजस्ती के डाइलेक्ट बिर्सेर पनि पुरा आफूमै होइन म त छोडेको। आफूमै निर्भर हुनुहुन्छ। अझ म त मिलाउनु हुन्छ कि भने हेरेर त ल्याउ ल्याउ ल ल्याउ 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 ल्याउ। डाइलेक्ट बिर्सेर
अहिले चाहिँ हाम्रो यहाँ रातिको 10 बज्न लाग्यो सुटिङमै छौँ हजुर सानो गर ओए बाबु सानो गर रोल एक्सन के गर्नु मानव दाइ भन्न मात्र सजिलो हुन्छ श्रीमती भनेको मुस्कान भाउजू जस्तो हुनुपर्छ सुभाष पहिलो बोल सब याद छ हिजोका बाचा आजको शून्यता साथ छ ओके मेरै स्वानीले स्वानी बनाउने क्या अहिलेसम्म कसलाई बनाइराख्नु भएको थियो अर्का स्वानीले स्वानी बनाए घरको पनि रिसाउने त्यही त अनि छोडिदिनु पोइन्टमा आउनु सही पोइन्टमा अहिले यहाँ त दिनभरि स्वानी बनाएर गयो घरमा बुढीले त्यसमा गयो भइगयो भन्ने भने त लाइ त भनौँ न त्यसो भने म त्यो लाइट समाति पनि अर्कै लिएर आउँछु आफ्नै बोर्ड लिएर आउँछु बुम्समाथि नि मेरै बोर्ड लिएर आउँछु भनेपछि मैले नि बोर्ड ल्याउनु पर्यो भाडा पैसा हो होइन सर म पनि ल्याउनु परेन तपाईँले राम्रो पकाएर दिए होला मलाई के पकाएर खुवाउँछ भन्छ नि